नमस्कार। आज हामी तपाईको माझमा स्तनको आकारको महत्त्व विषयमा विशेष टपिक लिएर उपस्थित भएका छौं। तपाई कृपया हाम्रो भिडियो अन्तिमसम्म हेर्नुहोला र मनमा लागेको कुनै पनि कमेन्ट छ भने कृपया कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो च्यानललाई नेपाली हेल्थ एजुकेसनमा आउने विभिन्न भिडियोहरु तपाईले पक्कै पनि हेर्न सक्नुहुन्छ र मन परेमा लाइक, शेयर र कमेन्ट गर्नुहोला भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। स्तन मानव शरीरको एक अंगको रूपमा मात्र नभई यसको सांकेतिक रूपमा महत्त्वपूर्ण बढी छ। सन्तानको पोषण गर्ने अंगको रूपमा भएर पनि यसले विशेष महत्त्व पाएको हुन सक्छ। कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको नारीत्वसँग नै जोडेको ठान्ने गर्दछन्। नारीको सुन्दरतालाई यससँग जोड्ने गरिन्छ, त्यसैले यसको नाप र आकारसँग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ। विशेष गरेर किशोरावस्थामा आफ्नो शरीरप्रति र त्यसमा भइरहेका तीव्र परिवर्तनप्रति मानसिक वा भावनात्मक रूपमा यसले दृष्टिकोण फरक ल्याउन नसकेको हुनाले पनि अनेक किसिमका प्रश्न उठ्ने गर्ने गर्दछन्। कतिपय व्यक्तिले स्तनको नाप र आकार सामान्य भए पनि सानो भयो कि भनेर पिर लिने गरेको पाइन्छ। विशेष गरेर आफ्ना साथीहरूसँग तुलना गर्दा सानो भएमा यस्तो हुन सक्छ। केही किशोरीलाई सुरुमा आफ्नो स्तन सामान्य नै भए पनि ठूलो जस्तो लाग्न सक्दछ। यी कुराहरू आफ्नो शारीरिक स्वरूपमा सन्तुलनको स्थिति आउन भन्दा पहिलेको स्थितिलाई दर्शाउँछ। आफू यौनको दृष्टिकोणले पर्याप्त आकर्षक छु वा छैन भन्ने कुरासँग जोडिएको हुन्छ। भावी यौन जोडीको दृष्टिमा पर्याप्त यौन आकर्षक होइएला कि नहोइएला भन्ने कुराले सताउन थालेपछि त समस्या चर्को बन्ने गर्दछ। कसैका लागि त यो समस्या यति गम्भीर बन्ने गर्छ कि आत्महत्याको विचारसम्म पनि आउन थाल्छ। विशेष गरी स्तनको आकार